त्यसैगरी यस कुम्भाका मणिपा सङ्घका सम्पूर्ण आमा समाजीहरू, त्यसैगरी विभिन्न क्षेत्रबाट विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएका विभिन्न अग्रज व्यक्तित्वज्यूहरू, त्यसैगरी यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म तिलक बहादुर पाखरिनको तर्फबाट लासो फ्याफुल्ला भन्न चाहन्छु। मञ्जुश्री सम्बत 2862 सोनाम लसर तथा सांस्कृतिक कार्यक्रम यस हेटौँडा उपमहानगरपालिका वडा नम्बर 12 स्थित भोरले छिमी झ्याङछुलिङ गुम्बामा यो आयोजना गर्दै गर्दा यो छिमी झ्याङछुलिङ गुम्बाको मात्र इज्जतको कुरा होइन साथीहरू, यो सम्पूर्ण भोरले बाजीको गौरवको कुरा हो, हाम्रो इज्जतको कुरा हो। हामीले धर्म र संस्कृतिको संरक्षण गरिरहेको हो साथीहरू। त्यही भएर पनि हाम्रो जातित्व र धर्मको आधारमा मान्ने भाषा धर्म संस्कृतिलाई हामीले संरक्षण गर्नु यसको मुख्य उद्देश्य रहेको छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, राज्य सत्ताबाट हाम्रो परम्परा रीतिरिवाजको चाहिँ हाम्रो लोप भइरहेका छन्, इतिहास माछिएका छन्। यो इतिहासको चाहिँ जोगाउन र संरक्षण गर्नको लागि पनि हामी टोलबाट हाम्रो चाहिँ चाडपर्वको इतिहास फेरि जन्माउँदै हामीले संरक्षण गर्दै हामीले विकास गर्नु हो साथीहरू। त्यस कारणले गर्दाखेरि पनि हामी हाम्रो यस पर्व सोनाम लोसार लगायत बुद्ध जयन्ती यस बौद्ध धर्मसँग सम्बन्धित सम्पूर्ण कला संस्कृति र धर्म हाम्रो पहिचान हो साथी। हामीले यस राज्य संस्था राष्ट्रिय रूपमा पनि हाम्रो चाडलाई चाहिँ राष्ट्रिय क्षेत्रमा पनि नामाकरण र परिचित गराउनु यसको मुख्य उद्देश्य रहेको छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू भन्दै यहाँ सम्पूर्ण उपस्थितिमा म तिलक बहादुर पाखरिनको व्यक्तिगत तर्फबाट र आयोजक कार्यक्रम संयोजकको सम्पूर्ण टिमबाट र छिमी झ्याङछुलिङ गुम्बाको चाहिँ व्यवस्थापन समितिको तर्फबाट लासो फ्याफुल्ला भन्दै नयाँ वर्ष चाहिँ लोसारको चाहिँ हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म केही भनाइहरू यही विसर्जन गर्न चाहन्छु। हस्त धन्यवाद। लासो फ्याफुल्ला।